एक्चुअली आज त मैले भ्लग गर्ने के नै उयसै भएको थिएन तर यस्तो दामी ब्युटिफुल प्लेस यस्तो राम्रो भ्युजहरू देख्दा चाहिँ मलाई भ्लग गर्नु मन पर्यो र मैले भ्लग गरिरहेको छु है। यस्तो दामी हेर्नु न फुलहरू फुलिरहेको थियो जुन चाहिँ हामी रोडोडेन्ड्रन भन्छ इङ्ग्लिसमा, नेपालीमा चाहिँ हामी गुराँस भन्छ है, किनभने गुराँस फुल्ने बेला हो नि त यो। अनि त्यसरी नै भ्युजहरू तपाईँलाई देखाउँदा जापानिज टेम्पलको क्लिप्सहरू लिने मौका पाएँ अनि तपाईँहरूले पनि देख्न सक्नुहुन्छ है। टुरिस्टहरू पुरा घुम्न आउँछ यो जग्गामा। दिस इज वान अफ द फेमस प्लेस इन दार्जिलिङ। यसलाई चाहिँ पिस पगोडा भनेर चिनिन्छ अहिले चाहिँ, पहिला चाहिँ हामीले जापानिज टेम्पल भन्थ्यौँ। अन्त स्ट्याच्युजहरू पनि हेर्नु न कति राम्रो, एकदम फेरि मेन्टेनेन्सहरू पनि चल्दै थिएछ नि त त्यति बेला। अन्त हामी त्यसरी नै भिडियोहरू लिँदा अलिअलि रिल्सहरू पनि गऱ्यौँ है। अन्त यो क्लिप्सहरू तपाईँहरू देख्न सक्नुहुन्छ। अन्त त्यसरी नै भिडियो गर्दा गर्दा त घर जाने बेला पनि भएछ। अन्त फेरि हामी घरहरूतर्फ पनि लाग्यौँ है। अन्त मैले भ्युजवाला भनेको थिएँ हाम्रो ह्याप्पी भ्यालीबाट चाहिँ सनसेट भएको देख्छ भनेर मैले यो क्लिप पनि देखाउँदैछु। थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यू इन द नेक्स्ट भ्लग।